दर्शकबिन नमस्कार, जय नेपाल। आज एउटा नयाँ इन्फर्मेसन सम्बन्धी भिडियो छ। तपाईलाई यो एउटा आग्रह छ कि पुरा भिडियो नै हेरिदिनु होला। खासमा भनेको नेपाल निर्वाचनमा गइसकेको छ। पुरै देश नै निर्वाचनको तयारी गर्दैछ। निर्वाचनको तयारीभन्दा अगाडि निर्वाचन आयोगले एउटा सर्कुलर जारी गरेको छ कि राजनीतिक दल दर्ता गराउन सम्बन्धी सर्कुलर सबैजनाले हेर्नुभयो होला। त्यसैसँग सम्बन्धित मेरो पनि यो भिडियो छ। खासमा नेपालमा राजनीति गर्न सजिलो छ, धेरै ठुलो झन्झट छैन। अरू काम जस्तै हुन्छ त्यस्तै नेपालमा राजनीतिक दल दर्ता सम्बन्धी काम, राजनीतिक दल कसरी दर्ता गराउने, त्यसको के छ विधि प्रक्रिया के छ, तपाईले म सम्पूर्ण जानकारी यो भिडियो मार्फत म तपाईलाई जानकारी गराउने छु। सर्वप्रथम नेपालमा के छ कि हरेक व्यक्तिले, हरेक समूहले अलग अलग पार्टीलाई, अलग अलग राजनीतिक दललाई आलोचना गरेको हुन्छ। फलानु पार्टी राम्रो छैन, यो पार्टी राम्रो छ, त्यो पार्टीको सिद्धान्त यस्तो छ त्यस्तो छ, धेरै नै आलोचना गरेको हुन्छ। तर सबैजना राजनीतिमा आउन चाहदैन। तर इन्ट्रेस्टिङ के छ कि जसले व्यक्तिले धेरै नै आलोचना गर्छ पार्टीहरूको, त्यसलाई म के भन्न चाहन्छु कि तपाईँ आफै राजनीतिक दल दर्ता गराउनु, आफै राजनीतिमा आउनु। नेपालमा धेरै सजिलो छ। नेपालको संविधानले नै व्यवस्था गरेको छ कि स्वतन्त्र रूपमा राजनीतिक दल दर्ता गराउन सकिन्छ। नेपालमा स्वतन्त्रताको सम्बन्धी अधिकार र यसलाई अलरेडी नेपालमा संविधानले नै संरक्षण गरेको हुन्छ। त्यसैसँग सम्बन्धित राजनीतिक दल सम्बन्धित यसले पनि भन्छ कि नेपालमा राजनीतिक दल दर्ता गराउन सकिन्छ। नेपालको राजनीतिक दल सम्बन्धी ऐन 2073 र नियमावली 2074 मा अलरेडी व्यवस्था छ कि राजनीतिक दल दर्ता गराउन सम्बन्धी व्यवस्था नै गरिएको छ। त्यसैसँग सम्बन्धित छ। र नेपालमा राजनीतिक दल दर्ता गराउनको लागि के छ आवश्यक प्रक्रिया, तपाईले म त्यो भन्न गएको छु। फर्स्टमा पार्टीको नाम हुनुपर्छ, घोषणा पत्र, तपाईको विचार के छ, तपाई के गर्नुहुन्छ, तपाईको पार्टी सत्तामा आए त या तपाईको राजनीतिक एजेन्डा के छ त्यो हुनुपर्छ। र पार्टीको विधान, जस्तै हामी कुनै कम्पनी दर्ता गराउँछौँ, कुनै एनजिओ दर्ता गराउँछु, त्यस्तै पार्टीसँग सम्बन्धित विधान पनि हुन्छ। नेपालको संविधानमा नै व्यवस्था गरिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 मा व्यवस्था गरिएको छ। राजनीतिक दल खोल्नको लागि एउटा विधान छ, त्यो विधान तयार गर्नुपर्छ। विधान तयार गरिसकेपछि सर्वप्रथम तपाईलाई व्यक्तिको समर्थन चाहिन्छ। जस्तै 500 जनाको समर्थन चाहिन्छ। 500 जनालाई तपाईलाई लिखित रूपमा हस्ताक्षर गरेको हुनुपर्छ कि समर्थन कि तपाईलाई म यो पार्टीको समर्थन म दिन्छु भने स्व घोषणा गरेको हुन्छ कि म यो पार्टी बाहेक अरू पार्टीलाई म समर्थन गरिरहेको छैन, त्यसले स्वयं घोषणा गरेको हुन्छ। र अर्को के छ कि एकैजना केन्द्रीय कार्य समिति तपाईले बनाउन सक्नुहुन्छ, त्यो विधानमा नै अलरेडी व्यवस्था गरेको हुन्छ। र पार्टीको चुनाव चिन्ह कुनै धर्मसँग सम्बन्धित या कुनै सम्प्रदायलाई भड्काउने खालको त्यस्तो चुनाव चिन्ह हुनु भएन। र त्यो सबै कानुनी कागजी प्रक्रिया पुरा गरिसकेपछि तपाईले 500 जना समर्थन भनेको धेरै ठुलो मतलब धेरै सङ्ख्या पनि होइन। 500 जना नेपालमा त राजनीतिक हरेक मान्छेको रगमा नै राजनीति घुसेको हुन्छ। सब 500 जनालाई समर्थन पाउन धेरै ठुलो विषय पनि होइन। 500 जनाको समर्थन लिनु र एकैजना केन्द्रीय कार्य समिति बनाउन सकिन्छ। त्यसभन्दा पनि बढाउन पनि सकिन्छ, त्यो पछिको कुरा हो। र त्यो निर्वाचन आयोगमा नै दर्ता हुन्छ। जिल्ला निर्वाचन आयोग होइन, केन्द्रीय निर्वाचन आयोगमा नै दर्ता हुन्छ। र त्यहाँ गएर निवेदन दिनु, तपाईको त्यो फर्मलाई रिभ्यू गर्नेछ निर्वाचन आयोगले। रिभ्यू गरिसकेपछि तपाईलाई के सुधार गर्नुपर्छ, के छ, के गर्नुपर्छ, त्यो तपाईलाई निर्वाचन आयोगले नै धेरै मतलब प्रोफेसनल तरिकाबाट तपाईलाई दर्ता गर्छ। र त्यसको लागि तपाईले निर्वाचन आयोगमा दर्ता गरिसकेपछि तपाईले चुनावमा भाग लिन सक्नुहुन्छ। तपाई आफै केन्द्रीय कार्य समिति बन्न सक्नुहुन्छ कि म फलानु पार्टीको अध्यक्ष हो या महासचिव हो या जुनसुकै केन्द्रीय समितिमा तपाई हुनुहुन्छ भने तपाई त्यो गर्वको साथ भन्न सक्नुहुन्छ। त्यो नेपालमा राजनीतिक दर्ता गराउनको लागि धेरै सजिलो छ। र तपाईँ पनि आउनु, पार्टीमा राजनीति गर्नु, पार्टी आफै खोलेर राजनीति गर्नु। र खास भनेको राजनीतिक दल दर्ता गराएपछि धेरै ठुलो नै फाइदा हुन्छ। जो तपाईँ हेर्न सक्नुहुन्छ, ठुलो काम गरेर यहाँ राजनीतिक दलको व्यक्तिहरू बाँचेकै छ, त्यसलाई राजनीतिक संरक्षण पनि हुन्छ। र त्यसपछि कानुनी मान्यता तपाईको पार्टीलाई प्राप्त गर्न सक्नुहुन्छ कि जुनसुकै ठाउँमा तपाईँ सभा सम्मेलन जे पनि कार्य पार्टीको सम्बन्धी गतिविधि, पार्टी सम्बन्धी
नेपाललाई विकास गर्नको लागि एकदमै जुन कि आफ्नो एजेन्डालाई जनतासम्म राख्न सक्नुहुन्छ। र त्यसको लागि कोष पनि तपाईँले पाउनुहुन्छ, हेर्न सक्नुहुन्छ। जस्तै नेपाली काङ्ग्रेस, माओवादी, एमाले सबै त्यस्तै हो नि, सुरुमा राजनीतिक दल दर्ता गराएर आज आएको छ, परि नेपालमा नै राज गरेको छ, उनीहरू आफै प्रधानमन्त्री बनेको छ, राष्ट्रपति बनेको छ। त्यस्तै तपाईँ पनि गर्नु, एउटा सजिलो मौका हो, एकदमै राम्रो मौका हो, त्यो मौकालाई छोड्नु हुँदैन। र तपाईँले जनताको विश्वास पनि जित्न सक्नुभयो भने तपाईँलाई त एकदमै केन्द्रमा, प्रदेशमा, पालिकामा जहाँ पनि तपाईँकै पार्टीको राज्य हुन्छ। यो एउटा ठुलो मिसन तपाईँ पनि लिएर राजनीतिक दल दर्ता गराउनु। र खास भनेको के हो कि हाम्रो रौतहट जिल्लाको र सम्बन्धी हाम्रो मध्य प्रदेशको व्यक्तिहरूको राजनीति केन्द्रीय राजनीतिमा पहुँच छैन, बहुत कम लिएको छु। त्यसले भन्न चाहन्छु कि तपाईँहरू पनि राजनीतिक दल दर्ता गराएर केन्द्रीय राजनीतिमा पहुँच बनाउनु र जनसमर्थन लिएर सरकार बनाउनु, सरकार ढाल्नु। आफ्नो मिसन नेपाललाई विकास गरेर, नेपाललाई समृद्धिको लागि, नेपाललाई अगाडि बढाउनको लागि तपाईँ आफ्नो एजेन्डा जनतासम्म ल्याउनु, राजनीतिक दल दर्ता गराएर तपाईँ निर्वाचनमा भाग लिन सक्नुहुन्छ। र यो भिडियो राजनीतिक दल दर्ता गराउन सम्बन्धित भिडियो त्यो व्यक्तिलाईसम्म पुर्याइदिनु होला जो कि राजनीतिक दल दर्ता गराउन चाहन्छ। र यो भिडियो मैले सम्पूर्ण एक्सपर्ट रायहरू लिएर मैले तयार पारेको छु। यो भिडियोमा केही कमेन्ट छ, केही सुझाव छ भने अवश्य हामीलाई कमेन्ट र सुझाव गर्नुहोला। र नेपाल नै निर्वाचनको तयारी गर्दैछ र तपाईँ पनि निर्वाचनमा सहभागी हुनु, राजनीतिक दल दर्ता गराएर नै सहभागी हुनु। र तबसम्मको लागि नेक्स्ट भिडियो तपाईँलाई म एउटा नयाँ जानकारीमूलक भिडियो लिएर आउनेछु। तबसम्मको लागि लभ यू, स्टे सेफ, जय नेपाल।